So हाम्रो नेपाल's own professional MMA fighter रविन्द्र ढान्ट इज फाइटिङ अगेन्स्ट फिलिपिन्स किम्बर्ट एलिन्टिजन यो पालिको रोड टु UFC सिजन 5 को क्वार्टर फाइनल्समा भोलि होइन। अनि यो इन्फर्मेसन चाहिँ आई थिङ्क सबैजनालाई थाहा छ होला, अब थाहा छैन भने पनि थाहा भइहाल्यो है। अनि मलाई चाहिँ एकदमै धेरै मेसेजेसहरू आएको थियो, धेरैजनाले सोध्नु भएको थियो कि लाइक फाइट कता हेर्ने, कसरी हेर्ने, केमा हेर्ने, एन्ड रविन्द्रको फाइट टाइम कति बेला हो भनेर होइन। अनि यो भिडियोमा चाहिँ यो सब इन्फर्मेसन भनिदिन्छु है त। सो फर्स्टमा त इभेन्टको टाइमको कुरा गर्नुपर्दा यो इभेन्ट चाहिँ नेपाली टाइममा कन्भर्ट गर्दाखेरि भोलि दिउँसो 3:45 PM तिरबाट सुरु हुन्छ होइन। द्याट इज 3:45 PM। एन्ड हाम्रो फर्स्ट फाइट नै इन्डियाको फाइटर चुङरेन कोरियन भर्सेस जापानिज फाइटरको फाइट छ होइन। अनि हाम्रो रविन्द्रको फाइट चाहिँ आई थिङ्क थर्ड और फोर्थ फाइट छ। सो द्याट मिन्स उसको फाइट चाहिँ 4 बजेपछि नै आउँछ, बट तपाईँ चाहिँ 3:45 नै रेडी भएर बस्नु टिभीको अगाडि होइन। अनि कता हेर्ने, कसरी हेर्नेको कुरा गर्नुपर्दाखेरि चाहिँ अब तपाईँको घरमा डिस होम छ, टिभी छ अर च्यानल छ भने चाहिँ तपाईँ सोनी 10 स्पोर्ट्स 2 च्यानलमा मजाले फ्रीमै हेर्न पाउँछ तपाईँले चाहिँ होइन। तपाईँले सधैँ WWE कुन च्यानलमा हेर्नुहुन्छ त्यही च्यानलमा आउँछ मजाले। एन्ड अब तपाईँको घरमा टिभी छैन, च्यानल छैन भने चाहिँ तपाईँ बाहिर रेस्टुरेन्ट अर बारतिर गएर हेर्दा पनि भयो, त्यता पनि मजाले वाच लङ गर्छ भोलि होइन, त्यता गएर हेर्दा पनि भयो। एन्ड अब त्यो तपाईँसँग यो दुईवटा अप्सन नै सक्दैन भने चाहिँ तपाईँले सोनी लिभको 1 महिनाको सोनी लिभ एपको 1 महिनाको सब्सक्रिप्सन किन्दा हुन्छ। अनि सोनी लिभको 1 महिनाको सब्सक्रिप्सन त्यस्तै तपाईँलाई 400-500 रुपियाँ पर्छ होइन। अब सेलर्सहरू चाहिँ कताबाट किन्ने भन्ने कुरा आउँदाखेरि सेलर्सहरू चाहिँ टिकटक, इन्स्टाग्राम, फेसबुकतिर मजाले भेटाउनुहुन्छ एकचोटि सर्च गर्दाखेरि है। मैले पनि त्यतैबाट किन्छु। एन्ड अब हाम्रो बाइपास वेबसाइटहरूबाट हेर्ने बोइजहरूको लागि चाहिँ लाइक ESPNको बेलामा पनि यो बाइपास थर्ड पार्टी वेबसाइटहरूले चाहिँ कहिले पनि स्ट्रिम गर्ने थिएन क्या रोड टु UFC चाहिँ। सो यसपालि चाहिँ पनि गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। बट एउटा योनो टिभी भन्ने एउटा वेबसाइट चाहिँ रहेछ, मेरोमा स्प्याम गरेको गरेछ होइन। हेर्दाखेरि चाहिँ भोलिको लागि फिक्स डेट राखिदिन्छ, उसले स्ट्रिम गर्न सक्छ, त्यहाँबाट हेर्न पनि सक्नुहुन्छ। इफ अब आई डोन्ट नो, म स्योर चाहिँ छैन तिनीहरूले स्ट्रिम गर्छ कि गर्दैन, बट भयो भने त्यहाँबाट हेर्दा पनि हुन्छ। एन्ड इफ तपाईँ नेपालभन्दा बाहिर बस्नुहुन्छ भने चाहिँ अब मलाई त्यस्तो धेरै त थाहा छैन, बट मलाई अफिसियल एउटा इन्फर्मेसन चाहिँ के थाहा छ भन्दाखेरि चाहिँ तपाईँले UFC फाइट पासको अफिसियल वेबसाइटबाट हल्का पैसा खर्च गरेर पेपर भ्यू किनेर त्यहाँबाट हेर्न सक्नुहुन्छ। सो द्याट्स इट है।